एकपछि अर्को आक्रमण, एकपछि अर्को प्रहार। नदुख्ने त होइन साथीहरू, दुख्छ मलाई पनि। निरन्तरको प्रहारले म लौलहान भएको छु, छाती छिया भएको छ, गाडिएको छ तीर, देखिरहेको छु, बगिरहेको छ रगत। मलाई थाहा छ पीडा छ, घाउ छ, थाहा छ। त्यही घाउमाथि फेरि अन्य प्रहारहरू आउँछन्, मलाई थाहा छ। तर ढल्ने छुट छैन, लड्ने छुट छैन साथीहरू। किनकि हामीले असार 7, 2079 मा एउटा सपना देखेका छौँ। त्यो सपना हामीले आफ्नो व्यक्तिगत जीवनका लागि देखेका होइनौँ, यो देशको जीवनका लागि देखेका हौँ, यो समाजको जीवनका लागि देखेका हौँ। आफ्नो पीरमा रुने फुर्सद कुनै दिन निकालौँला, तर अहिले यो देशको पीर र यो देशको पीडालाई मलम लगाउने प्रतिबद्धता सहित हामी यो यात्रामा हिँडेका हौँ। यस्तो होइन कि मलाई दुख्दैन, दुख्छ, तर त्यो दुखाइ र पीडा सबै सहेर पनि हामी यो देशको साझा सपना पूरा गर्छौँ भनेर हिँडेका छौँ र त्यसलाई पूरा गरेर छाड्छौँ। धेरै लागेको छ, अझै पनि केही ठाउँहरू छन् यसलाई कुनै न कुनै ठाउँबाट लडाउन सकिन्छ। यसलाई लडाएपछि रासोपा लड्छ, रासोपा लडिसकेपछि त हाम्रो बाटो क्लियर हुन्छ भन्ने धेरैलाई लागेको छ होला। रासोपा लडाउनको लागि षड्यन्त्र गर्न पर्दैन, चुनावमा लडे पुग्छ। चुनावबाट बाहेक रासोपालाई कहीँबाट पनि हराउन सकिँदैन। प्रिय साथीहरू,